राजावादी साथीहरूलाई मेरो सुझाव, यदि तपाईहरूलाई राजा नै चाहिन्छ भने तपाईहरूको हिन्दूहरूको आफ्नो मात्रै राजा बनाएर राख। यदि सिंगै देशको राजा बनाउन खोज्यौ भने हामी स्वीकार गर्नेवाला छैनौँ र हामी पनि आफ्नो आफ्नो राजा चाहन्छौँ। तामाङहरूको आफ्नो राजा, राई लिम्बूहरूको आफ्नो राजा, शेर्पा गुरुङ मगरहरूको आफ्नो आफ्नो राजा र तपाईहरूको हिन्दूहरूको आफ्नो राजा राख्नुहोस्। होइन भने हामी सबै मिलेर बस्नु छ भने गणतन्त्र चाहन्छौँ हामी। हाम्रो देशमा सबै जाति, धर्म, सबै वर्ग, लिङ्ग सबै बराबर। तपाईहरू आफूलाई माथि उच्च देखाउनको लागि राजतन्त्र चाहिने होइन, सबैलाई सम्मान व्यवहार दिने तन्त्रको स्वीकार गर्नुहोस् न। सुधारेर राम्रोसँग काम गर्नुहोस् न, देश चलाउनुहोस् न। देश कसले बिगारेको? गणतन्त्रमा पनि त्यही हिन्दूहरू थियो, राजतन्त्रमा पनि त्यही हिन्दूहरू हुन्छ, गणतन्त्रमा पनि त्यही हिन्दूहरू छ देश चलाउने। त्यही क्षेत्री बाहुनहरू छ। मङ्गोलियन समुदायहरू त्यति माथि माथिको पदमा पुगेको छ। कोही पनि आफैहरू देश बिगारेर भ्रष्टाचार गरेर गणतन्त्रलाई फेल गराउने, फेरि आफैहरू राजा चाहियो भनेर उफ्रिने सडकमा। सिधा कुरा, हामीलाई कुनै पनि परिवारवादको नेतृत्व चाहिँदैन। तपाईहरू चाहिन्छ भने आफू राख्नुहोस्, नो प्रब्लम, तर हामी स्वीकार गर्दैनौँ। अन्य हाम्रो एक दुईजना तामाङ मङ्गोलियन साथीहरू पनि राजा आऊ देश बचाऊ भनेर उफ्रेको देखियो। तपाईँहरूलाई थाहा छ, तपाईँहरूको बाउ बाजे, तपाईँहरूको हजुरबाउहरूले भोगेको इतिहास बिर्सिनु भयो? एकचोटि हिस्ट्री पढ्ने गर्नुहोस्। तपाईँ हाम्रो बाउ बाजे हजुरबाहरूले कस्तो खालको सङ्घर्ष गर्नु परेको थियो र गणतन्त्र ल्याउनुमा कति धेरै भूमिका के गर्नु पऱ्यो त्यो पनि पढ्नुहोस् हिस्ट्री, त्यसपछि बल्ल कुरा गर्नुहोस्। हस्त भाइ, जय नेपाल, जय देश, जय गणतन्त्र। काँडाको आँखामा काँडै संसार।